किन हामी शनिबारै मात्रै पिपलमा पानी चढाउँछौँ, अरू बार चढाउन मिल्छ कि मिल्दैन त भन्ने विषयको भिडियो लिएर म उपस्थित भएको छु। सम्पूर्णमा श्री हरि राधे राधे। म पण्डित लक्ष्मी तिमसिना। जब भगवान नारायणसँग लक्ष्मीको विवाह हुने कुरा चल्न थाले, भगवान नारायणले तुरन्त त्यही यज्ञमा बस्नुभएका तमाम ब्राह्मणहरूलाई भन्नुभएछ, हे ब्राह्मण हो, आकार्यताम सागरस्य पिता पाणिग्रहाय च तूर्णं करोति सामग्रीं द्वादशा मध्य कार्तिके। हे ब्राह्मणहरू हो, लौ न अब विवाहका निमित्त यिनका पिता सागरलाई बोलाएर ल्याउनु पर्छ। आज कार्तिक महिनाको शुक्ल पक्षको द्वादशी तिथि हो। तुरन्त यिनका पिताजीलाई बोलाएर ल्याउनुहोस् अनि मात्र म यिनीसँग विवाह गर्छु भन्ने बित्तिकै भगवान नारायणको आज्ञालाई पालन गरेर यज्ञमा बस्नुभएका ब्राह्मणहरूले तुरन्त सागरलाई बोलाएर सबै विवाहमा चाहिने सरसामग्रीहरू जुटाउन लाग्नुभयो। यतापट्टि नारद नाम गरिएका ऋषिले विवाहको लगन निकाल्नका निमित्त तयारीमा बस्नुभयो। सबै ठिक हुँदै थियो। विवाह हुनका निमित्त ब्राह्मणहरू स्वस्ति वाचन गर्नका निमित्त तत्पर भइराख्नु भएको थियो। नारद ऋषिले पनि लगन निकाल्नका निमित्त तयारी भएर बसिराख्नु भएको थियो। जब वरमाला लगाउने बेला भयो, लक्ष्मी माताले भन्नुभएछ, हे भगवान, हे नारायण, म हजुरसँग विवाह नगर्ने होइन, गर्छु, तर मेरो एउटा शर्त छ। भगवान नारायणले भन्नुभयो, हे देवी, कस्तो शर्त छ, लु भन न त भन्ने बित्तिकै लक्ष्मी माताले भन्नुभएछ, मेरी एउटी दिदी छिन्, जुन दिदीको नाम हो दरिद्रता। जबसम्म यी मेरी जेठी दिदी दरिद्रताको विवाह हुँदैन तबसम्म म विवाह गर्न चाहन्न भन्ने बित्तिकै भगवान नारायण दुविधामा पर्नुभयो। सबै सरसामग्रीहरू ठिक्क भइसकेका छन् विवाहका निमित्त। ब्राह्मणहरू पनि स्वस्ति वाचन पढ्नका निमित्त तयार हुनुहुन्छ। नारद ऋषि पनि लगन लेखिवरी तयारी अवस्थामा बसिराख्नु भएको छ। अब सबै सरसामग्रीहरू तयारी हुँदै गर्दाखेरि भगवती लक्ष्मी माताले मेरी दिदीको विवाह नहुन्जेलसम्म म विवाह गर्दिनँ भन्ने बित्तिकै अब त्यहाँ त एउटाले अर्काको मुख हेराहेरी हुन लाग्यो। भगवान नारायण पनि दुविधामा पर्नुभयो, प्राण सङ्कटमा पर्नुभयो। यिनकी दिदीको विवाह यो समयमा कोसँग होला, कस्ती छिन् यिनकी दिदी, आजसम्म देखेको पनि छैन भनेर चिन्तामा बसिरहेका बेलामा नारद ऋषि आएर भन्नुभएछ भगवानलाई, हे भगवान, हजुर चिन्ता नगर्नुहोस्। हजुर किन चिन्ता गर्नुहुन्छ, यसको उपाय मसँग छ भन्ने बित्तिकै भगवान नारायणले भन्नुभयो, नारद, कस्तो उपाय छ, लु बताऊ भन्ने बित्तिकै नारद ऋषिले भन्नुहुन्छ, हजुरका एकजना अनन्य भक्त जसको नाम हो उद्दालक नाम गरिएको एकजना ब्राह्मण हुनुहुन्छ। हजुरको ध्यान गर्नुहुन्छ, हजुरको पूजन गर्नुहुन्छ। त्यस्ता हजुरका अनन्य भक्त उद्दालक नाम गरिएका ब्राह्मण, तिनै ब्राह्मणलाई बोलाएर ल्याएर यिनकी दिदीको विवाह गराइदिउँ ती ब्राह्मणसँग, अनि हजुरले आजकै दिनमा यी लक्ष्मीसँग विवाह गर्नुपर्छ भन्ने बित्तिकै भगवान नारायणले भन्नुभयो, नारद, लु जाऊ न त बोलाएर लिएर आऊ। नारद ऋषि पनि तुरन्त उद्दालक नाम गरिएका ब्राह्मण जहाँ तपस्यामा बस्नुभएको थियो त्यही तपस्यामा बसिरहेका ब्राह्मणलाई गएर बोलाएर लिएर आउनुभयो। अनि भगवानका अगाडि ल्याएर राख्ने बित्तिकै उद्दालक नाम गरिएका ब्राह्मणले भगवान नारायणको दर्शन गर्ने बित्तिकै सबैभन्दा पहिले त नमन गर्नुभयो, प्रणाम गर्नुभयो। भगवान नारायणले सम्झाउँदै भन्नुभएछ, हे उद्दालक, हे ब्राह्मण, गृहस्थ आश्रम बिनाको तपस्या परिपूर्ण हुँदैन। गृहस्थ आश्रम बिना गरिएको पूजा यज्ञ सबै निष्फल भएर जान्छन्। तसर्थ तिमीले विवाह गरेर मेरो पूजन गर, मेरो तपस्या गर भन्ने बित्तिकै उद्दालक ब्राह्मणले भन्नुभयो, गुरुदेव, म यो बुढो भइसकेको व्यक्ति, मलाई अब कसले कन्या देलान् र मैले कोसँग विवाह गरौँला भनेर प्रार्थना गर्ने बित्तिकै भगवान नारायणले भन्नुभयो, हे ब्राह्मण, तिमी चिन्ता नगर, तिम्रा निमित्त एउटी कन्या मैले व्यवस्था गर्दैको छु भन्ने बित्तिकै तुरन्त तिनै दरिद्रता नाम गरिएकी देवीसँग तिनै उद्दालक नाम गरिएका ब्राह्मणको धुमधामका साथमा विवाह सम्पन्न गराउनुभयो। र यतापट्टि भगवान नारायणले लक्ष्मी मातासँग विवाह सम्पन्न गर्नुभयो। अब उद्दालक नाम गरिएका ब्राह्मणले आफ्नी पत्नी दरिद्रतालाई लिएर आफ्नो आश्रममा जानुहुन्छ। आश्रममा जाँदाखेरि ती पत्नीले आफ्नो आश्रम मन पराउँदिनन्। हजारौं आश्रम देखाउनुभयो ती ब्राह्मणले,
तर केही गरे पनि आफ्नो आफ्नो आश्रम मन नपराइसके पश्चात एक दिन उद्दालक ब्राह्मणले सोध्नुभएछ, हे सुन्दरी, हे देवी, तिमीलाई मैले हजारौँ आश्रम देखाएँ, कुनै पनि आश्रम तिमी मन पराउँदैनौ, कुनै पनि आश्रममा बस्ने इच्छा गर्दैनौ, लु अब भन तिमीलाई कस्तो आश्रम मनपर्छ, कस्तो घर मनपर्छ भन्दाखेरि त्यतिखेर ती दरिद्रताले भनेछिन्, हे पतिदेव, मलाई जसका घरमा दम्पति भनेका पति पत्नीका बीचमा झगडा हुन्छ त्यस्तो घर मनपर्छ, जसका घरमा नित्य निरन्तर जुवा तास खेल्दछन् त्यस्तो घर मलाई मनपर्छ, जो नित्य निरन्तर मदिरा पान गर्दछन् त्यस्तो घर मलाई मन पर्दछ, जसका घरमा आमा बाबाको निन्दा हुन्छ त्यस्तो घर मलाई मन पर्दछ, जसका घरमा अतिथिको आदर सत्कार हुँदैन त्यस्तो घर मलाई मनपर्छ, जसका घरमा नित्य निरन्तर पराय अन्न ग्रहण गर्दछन् त्यस्तो घर मन पर्दछ भन्ने बित्तिकै ऋषिले विचार गर्नुभयो, जुन कुरा मलाई मनपर्छ त्यो कुरो मेरो पत्नीलाई मन पर्दैन, जुन कुरो यी पत्नीलाई मनपर्छ त्यो कुरो मलाई मन पर्दैन, अब मैले कसरी यीसँग मैले आफ्नो व्यवहार चलाउन सकौँला भनेर मनै मन चिन्तामा पर्नुभयो र मनै मन भगवान नारायणलाई पनि गाली गरे जस्तो गर्नुहुन्छ, हे भगवान, हे नारायण, आज हजुरले मलाई के गरिदिनु भयो नि, मैले त विवाह गर्न चाहेको पनि थिइनँ, आज हजुरले गृहस्थ आश्रम बिना पूजा यज्ञ धर्म तपस्या निरर्थक हुन्छ भन्ने बित्तिकै मैले विवाह गरेँ, आज हजुरले यो घाँटीमा मेरा गलामा के झुन्डाइदिनु भयो नि भनेर उद्दालक नाम गरिएका ब्राह्मणले मनै मन विचार गरेर पुनः आफ्नै पत्नीलाई सम्झाउँदै भन्नुभएछ, हे सुन्दरी, अब तिमीले भने जस्तो घर खोज्नु पर्दछ, लु हिँड। घर खोज्नका निमित्त आश्रम खोज्नका निमित्त जब आफ्नै पत्नीलाई लिएर जाँदै हुनुहुन्थ्यो बाटामा जाँदै गर्दाखेरि मनमा अनेक प्रकारका दुःखहरू सम्झिँदै हिँड्दै हुनुहुन्थ्यो। बाटामा जाँदै गर्दाखेरि एउटा ठुलो पिपलको वृक्ष रहेछ, सम्झिनुभयो यही पिपलको वृक्षमा यी पत्नीलाई छोडेर म चाहिँ भाग्नु पर्यो भन्ने सम्झेर भन्नुभएछ, हे देवी, तिमी यो पिपलको वृक्षमा बस्दै गर, बिहानदेखि हिँडै कि तिमी मसँग, तिमीले भने जस्तो घर खोज्दै कहीँ पनि भेटिएको छैन, तिमी आराम गर्दै गर, म खोजेर आउनेछु, अनि त्यस्तै घरमा गएर तिमी र म बसौँला है भनेर ऋषि त्यहाँबाट निस्किनु भएको। अब आउनुहुन्छ होला छैन, अब आउनुहुन्छ होला छैन, साँझ पर्यो आउनु भएन ऋषि, रात छिपिन लाग्यो रै पनि ऋषि आउनु भएन। अब यतापट्टि तिनै दरिद्रता रुन थालिन्, कराउन थालिन्, चिच्याउन थालिन्। ती दरिद्रता रुँदै गरेको आवाज आज वैकुण्ठमा बस्नुभएकी भगवती लक्ष्मी माताले सुन्नुभएछ। यो रुँदै गरेको आवाजहरू कसैको होइन, मेरी दिदी दरिद्रताको हो। भगवान नारायणलाई भन्नुभयो, हे पतिदेव, मेरी दिदीलाई केही आपद विपद आइपर्यो क्या र, आज रुँदै छिन्, कराउँदै छिन्, जाउँ न एकचोटि गएर दिदीलाई भेटौँ भनेर भगवती लक्ष्मी माताले भगवान नारायणलाई साथमा लिएर आउँदाखेरि त एउटा पिपलको वृक्ष मुनि बसेर रुँदै छिन्, कराउँदै छिन्। भगवान नारायणले सम्झाउँदै भन्नुभएछ, हे दिदी, हजुर किन रुनुभएको हो, के भयो हजुरलाई, के को दुःख आइपर्यो भन्ने बित्तिकै तिनी दरिद्रताले भन्छन्, हे भगवान, हे नारायण, आज मेरा पतिले मलाई यहाँ छोडेर जानुभयो, फर्केर आउनु भएन, यो घनघोर जङ्गलमा म कसरी एक्लै बसौँ अबला नारी, त्यही भएर म त रुँदैछु, कराउँदैछु, चिच्याउँदैछु, अब म कहाँ जाउँ, कसका शरणमा जाउँ, मेरा पति पनि फर्केर आउनु भएन भन्ने बित्तिकै भगवान नारायण भन्नुहुन्छ, हे दिदी, हजुर चिन्ता नगर्नुहोस्, यो पिपल भनेको मेरै स्वरूप हो, हजुर यही पिपलमा बास गर्नुहोस्, हजुरका मित्र, हजुरका साथीहरू, भूत प्रेत पिशाचहरू हजुरका सेवकहरू हुनेछन्, तिनीहरूकै साथमा यहाँ बस्नुहोस्, शोक नगर्नुहोस्, हजुर नित्य निरन्तर प्रसन्न बन्नुहोस्, यिनीहरूकै साथमा यहाँ बसेर हजुरले आफ्नो शोकलाई त्यागेर सुखी बन्नुहोस् हे दिदी। तर एउटा कुरा हजुरले विचार गर्नुपर्दछ, जुन 7 दिनमा एउटा शनिबार आउँदछ, यी शनिबार चाहिँ बिहानै हजुरकी बहिनी लक्ष्मी हातमा सुनका कलशमा जल लिएर मलाई अर्पण गर्नका निमित्त भनेर आउँछिन्। त्यस दिन चाहिँ हजुरले यो पिपलको वृक्षमा नबस्नुहोस् है, यो पिपलको वृक्षलाई छोडेर जानुहोस्, अनि फेरि साँझ परे पश्चात हजुर आएर बस्नुहोस्, किनभने मेरी पत्नी लक्ष्मी मेरो स्वरूप सम्झेर पानी चढाउन आउँदै गर्दाखेरि हजुरलाई यहाँ देखिन् भने फेरि अन्यथा होला, तसर्थ हजुरले यो शनिबारदेखि बाहेक अरू बार यो पिपलमा बस्नुहोस्, शनिबारका दिन चाहिँ हजुरले पिपललाई छोडिदिनुहोस् भन्ने बित्तिकै
भगवान नारायणले सम्झाइ बुझाइ गरेर तिनै दरिद्रतालाई आज त्यही पिपलको वृक्षमा वासस्थान दिनुभयो सज्जन। त्यही भएर आइतबारदेखि शुक्रबारसम्म त्यही पिपलको वृक्षमा दरिद्रता बसेकी हुन्छन्। त्यही भएर तपाईँ हामीले पनि पिपललाई पानी चढाउने क्रममा, पिपललाई स्पर्श गर्ने क्रममा आइतबारदेखि शुक्रबारसम्म पानी चढाउनु हुँदैन। पानी चढाइयो भने त दरिद्रता चाहिँ खुसी हुँदै रहेछन्। त्यही दरिद्रता खुसी भइन् भने घरमा सुख शान्ति कहिले पनि प्राप्त हुँदैन। त्यही भएर शनिबारका दिन चाहिँ पिपललाई पानी चढाइयो भने भगवती लक्ष्मी माता पनि प्रसन्न हुनुहुन्छ। अनि भगवती लक्ष्मी प्रसन्न भइसके पश्चात घरमा सबै वस्तुहरू पनि परिपूर्ण हुँदछन् भनेर आज भगवान नारायणले आफ्नै ज्येष्ठ दरिद्रतालाई सम्झाइ बुझाइ गरेर त्यहाँबाट पुनः आफ्नो वैकुण्ठ धामतिर प्रस्थान गर्नुभयो सज्जन। त्यही भएर आइतबारदेखि शुक्रबारसम्म त्यही एउटा पिपलको वृक्षमा दरिद्रता देवी बसेकी हुन्छन्। शनिबार स्वयं लक्ष्मी माता बस्नुभएको हुन्छ। त्यही भएर घरका छेउमा पिपलको वृक्ष रोप्नु हुँदैन भन्ने कारण पनि यिनै हुन्। पिपलको वृक्षले छोएको, छायाले छोएको घरमा दरिद्रता बास गरेकी हुन्छन्। एकचोटि सम्झौँ त, 7 दिनमा चाहिँ 6 दिन चाहिँ दरिद्रताले छोएको वृक्षमा अथवा त्यही दरिद्रताले छोएको छायाको घरमा कहिले सुख होला त, कहिले आनन्द होला त? कहिले आनन्द हुँदैन। त्यही भएर पिपलको वृक्ष घरबाट टाढा रोप्नु पर्दछ। हजुरहरू कतिजनाले पानी चढाउन सजिलो हुन्छ भनेर एउटा गमलामा छतमा पिपलको वृक्ष रोप्नु भएको छ। त्यो चाहिँ तपाईँ हामीले नि सम्झिनुपर्छ। यस्ता यी कर्म कहिले पनि गर्नु हुँदैन। अन्तिममा पुनः भगवान नारायण लक्ष्मीका साथमा वैकुण्ठ धाममा जानुभयो।